हेलो एभ्रिबडी, नमस्ते। म इभान पजार, काठमाडौँ, नेपाल। आज म मेरो कविता भन्न गइरहेको छु। मेरो कविताको नाम हो मेरो कुकुर रिजो। मेरो घरको सानो कुकुर रिजो, त्यसको नाम। खाने, खेल्ने, डगुर्ने, भोक्ने मात्र त्यसको काम। मासु भात खान पाए रमाई रमाई खान्छ, अरू कुरा दियो भने पर पर जान्छ। घर परिवारको हेरचाह राम्रो गर्छ, हामीसँग खेल्न पाए कस्तो मक्ख पर्छ। हामी स्कुल गएपछि कस्तो दुःख पर्छ, हामी स्कुल आएपछि कस्तो दङ्ग पर्छ। यसो सोच्छु रिजो नभए कस्तो हुन्थ्यो घर, मेरो खेल्ने साथी नभए कस्तो हुन्थ्यो घर। मेरो घरको सानो कुकुर रिजो, त्यसको नाम। खाने, खेल्ने, डगुर्ने, भोक्ने मात्र त्यसको काम। धन्यवाद।